अर्थमन्त्री हो तपाईलाई कांग्रेसको फेला नपरे कांग्रेस लुते कांग्रेस भएर हो घन्टीले 683 मतले मतलब सबै अर्थमन्त्री हो तपाईलाई कांग्रेसको फेला नपरे कांग्रेस लुते कांग्रेस भएर हो घन्टीले 683 मतले मतलब सबैको रिपोर्टहरु हामीले लिएर बसेका छौं। यही हो राज्य चलाउने तरिका। उपप्रधानमन्त्री दुवै जनाले चल्छ राजनीति, देश चल्छ, कुन हिसाबले चल्छ देश? तपाईहरुले मात्र अगाउनु पर्ने, तपाईहरुले मात्र चुनाव जित्नु पर्ने, तपाईहरु मात्र मन्त्री हुनु पर्ने। किताबले ढोगेर 84 को चुनावमा यो दुईटी उपप्रधानमन्त्री कुनै पनि दुईटी उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा म बुद्ध भगवान पशुपति आशा प्रार्थना गर्दै उपप्रधानमन्त्रीज्यू देश चल्दैन, डुबिसक्यो कांग्रेसहरु। तपाई सुध्रिनु पर्छ। यही 6 महिना अगाडि गएको पार्टीले 683 मतले मात्र जितेर आउनु भयो। तपाई पनि ख्याल गर्नुपर्छ, समयलाई सबैलाई मिलाउनु पर्छ। शहरी विकास मन्त्री धेरै भोटले जितेको होइन, 80 भोटले मात्र जितेर झुन्डेर हामी जस्तो 17000 मतले जितेर आउनुपर्छ। अनि आएर दनाक दिने हो। 6 महिना अगाडि दर्ता गरेको पार्टी 79 सालमा 6 महिना अगाडि दर्ता गरेको पार्टी आज 22 वटा जितेर आछ। त्यही पार्टीबाट जितेर उपसभामुख हुनुहुन्छ यहाँनिर। भोलि यस्तो पार्टी तपाईहरु जस्तोले गर्थे यस्तो पार्टीहरु भोलि हामी नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीहरु चाहिँ यस्तै तरिका तपाईले चाहिँ बजेटको व्यवस्था गर्थे छुटेर भरि अर्कोले फाइदा लिने हो। तपाईको 15 को महाधिवेशन तपाईसँग त्यतिखेर छलफल हुन्छ, तपाईसँग कुरा हुन्छ। हामी पनि त्यहाँबाट चुनाव त जितेर आउँला नि, महाधिवेशन जितेर आउँला नि, तपाईलाई त्यतिखेर हुन्छ। तपाईलाई मैले दलमा भन्ने कुरा गर्न लागेको थिएँ। खास गरी आज दलले बैठक राखेन, तपाईलाई मैले दलमा यो कुराहरु राख्ने कुराहरु थियो। तपाईले त्यो बेलामा नारा जुलुस गरिदियो भने तपाई इज्जत कहाँ पुग्छ? तपाईले काठमाडौँ जिल्लालाई देख्ने, तपाईले रामेछाप तपाईले मैले निवेदन दिएको थिएँ। तपाईको बुवाले मेरो रामेछाप जिल्लामा तपाईहरुसँग छैन। टिबेटिन भाषामा भन्छ दिमिन्तु घाइचिकी, दिमाग कहाँ छ? तपाईले के काठमाडौँ मात्र देख्नुभयो यो चाहिँ 207 और 3 करोड बजेट हाल्ने? अरु 77 जिल्लामा छैन? यही यसरी चल्छ। यसरी फेरि तपाई प्रधानमन्त्रीमा लाइन नपुगेको मान्छे। तपाईको पिता गणेशमान सिंहलाई चाहिँ प्रधानमन्त्री खाऊ भन्दाखेरि बौद्ध लाउने बेलामा चाहिँ नखाएको छोरा तपाई। यो तरिकाले तपाईले अब के हुनुहुन्छ? तपाई अब कहाँ जानुहुन्छ राजनीतिमा? अब तपाईले मलाई आज मान्ने मात्र सोचेको? नेपाली कांग्रेसको जिल्ला सभापति कुनै पनि महाधिवेशन, महासमिति, कार्य समिति कुनै पनि नउठेर जितेको पार्टी। बुझ्नुभयो? म मेरो जिल्लामा 150 किलोमिटर मैले व्यक्तिगत बाटो खनिदिए होला। 14 वटा एम्बुलेन्स दिएको छु मैले। त्यसै आउँछ 47100 मत। यो तरिकाले गर्थे तपाईले सुध्रिनुस्। म त एउटा जनजातिको छोरा, एउटा मान्ने, तपाईले मैले सिधा कुरा गर्दिए तपाई सुध्रिनुस् भनेर भन्दिया। तर अरु हरेक मान्छेले तपाईलाई च्याप्दै ल्याछ, च्यापेर आछ तपाईलाई। तपाईले आज हामीले हेर्नु पर्दैन? हामी कांग्रेसको मान्ने होइन, रुख चिन्हबाट जितेको होइन हामीले। यो तरिकाले तपाईको राजनीति सब्रिन्छ। तपाईले हामीले एउटा चाहिँ गणेशमानको चाहिँ नेताको चाहिँ छोरा तपाईले प्रधानमन्त्री हुन भन्ने आशा गरेको थियो, पार्टी सभापति हुन भन्ने आशा गरेको थियो तपाईलाई हामीले। या मन्त्री हुनुपर्छ जस्तो लाग्छ मलाई। अर्थमन्त्री बोलाइहाल्नुस् सभामुख महोदय। अर्थमन्त्री कि मैले यसो आँखा देखिँदैन? म पनि 60 वर्ष बुढो भएको मान्छे, अर्थमन्त्री छैन जस्तो लाग्छ। बोलाउनुस् सभामुख महोदय। मान्य सदस्य आफ्नो कुरा राख्नुस्। उहाँ बाहिर जानुभएको छ। बाहिर जाने 5 मिनट हो, उहाँको 9 मिनट भइसक्यो बाहिर गएको, 10 मिनट पुगिसक्यो। आउँदै हुनुहुन्छ? मैले बोल्ने बेलामा आइपुगेन भने म फेरि पछिसम्म बोल्छु सभामुख महोदय। ल धन्यवाद। सम्माननीय सभामुख महोदय, यहाँले अर्थमन्त्री आउँछ भन्नुभएको छ। म पर्खाइमा बसेको छु मान्य सदस्य र म बोल्दै पनि छु। अरु मन्त्रालयको विषयमा बोल्दै गर्नु। समय दिनुभएकोमा धन्यवाद। म सर्वप्रथम त आज शहरी विकासतिर लागे जस्तो लाग्छ मलाई। म शहरी विकास क्षेत्र कतापट्टि पर्छ नेपालमा
म त्यो क्षेत्रतिर जस्तो गएँ सहमुख महोदय। सर्वभन्दा मेरो पार्टीकै हुनुहुन्छ उहाँ उपप्रधानमन्त्रीज्यू प्रकाशमान सिंह, सम्मान्य हाम्रो चाहिँ सर्वोच्च नेता गणेशमानको छोरा हुनुहुन्छ। म यहाँलाई काठमाडौँ जिल्लामा 207वटा 3 करोडको चाहिँ बजेट विभाजन गरिदिनु भएकोमा म प्रकाशमान उपप्रधानमन्त्रीज्यूलाई रामेछाप जिल्लाको तर्फबाट, म रामेछाप जिल्ला नेपाली काङ्ग्रेस पार्टी सभापतिको जिल्ला तर्फबाट म माननीय तर्फबाट यहाँलाई यो 207वटा चाहिँ काठमाडौँ जिल्लामा राख्नु भएकोमा तपाईँलाई म मरिमरि म धन्यवाद दिन चाहन्छु। उपप्रधानमन्त्रीज्यू दुवैजना बसिरहनु भएको